त्यस्तो के आइलाग्यो जसका कारण अस्ट्रेलियाको विद्यार्थी भिजामा निरन्तर गिरावट आइरहेको छ। अस्ति जुन महिनामा मात्रै नेपालबाट हायर एजुकेसनमा हालिएको अस्ट्रेलियाको भिजा दर जम्मा 14% जति मात्रै छ। अझ भेट कलेजहरूमा त भिजा लाग्ने क्रम शून्य जस्तै छ। र यो एक महिनाको कुरा मात्रै होइन, पछिल्लो 1-1.5 वर्षमा नेपाली विद्यार्थीको अस्ट्रेलियाको भिजा लाग्ने क्रममा भारी गिरावट आएको छ। त्यसो हो भने के भएको छ त यहाँ? के नेपाली विद्यार्थीको दोष हो? कि नेपाली विद्यार्थीले पढ्न सक्दैन? कि नेपाली विद्यार्थीको हैसियतै पुग्दैन अस्ट्रेलियाको भिजा लाग्नको लागि? यहाँ दोष केवल विद्यार्थीको मात्रै छैन, दोष भए पनि विद्यार्थीको अलिकति मात्र होला। यसको पछाडि ठुला ठुला प्रभावशाली कारणहरू छ। अब म तपाईँलाई भन्छु, यो व्यक्तिलाई हेर्नुहोस्। यो एउटा महिला र उनको पार्टीका कारणले गर्दा विद्यार्थी भिजामा यति धेरै कडाइ भइरहेको छ भन्दा फरक पर्दैन। अस्ट्रेलियामा वान नेसन भन्ने पार्टी छ र यसको नेत्री पलिन ह्यान्सन हुनुहुन्छ। हुन त यो दल अस्ट्रेलियामा लामो समयदेखि छ। कुनामा एउटा धिपधिपे मैनबत्ती जस्तो मात्रै थियो, तर पछिल्लो 1-1.5 वर्ष यता यो पार्टीको चमक धमक निकै बढ्न थालेको छ। खास गरी यसका नेत्री पलिन ह्यान्सनले समूहमा आउने आप्रवासीहरूको सङ्ख्या घटाउनु पर्ने, बाहिरबाट आएका मान्छेहरूले अस्ट्रेलियामा जागिरको अभाव गराए, घरको अभाव गराए र त्यो कारणले गर्दाखेरि चाहिँ सङ्ख्या घटाउनुपर्छ भनेर तीव्र रूपमा माग राख्दै आइरहेको छ। र उनकै यो विचारलाई पछ्याउँदै अस्ट्रेलियामा चाहिँ पछिल्लो 1-1.5 वर्ष यता ठुला ठुला सहरहरूमा मार्च फर अस्ट्रेलिया पनि हुँदै आएको छ। यो मार्च फर अस्ट्रेलियाको मुख्य माग भनेको चाहिँ समूहमा ठुलो ठुलो सङ्ख्यामा हुने आप्रवासीहरूको सङ्ख्या घटाउनुपर्छ भन्ने नै हो। आप्रवासीहरूको बारेमा कुरा उठाउन थालेपछि पलिन ह्यान्सनको लोकप्रियता यतिसम्म बढ्यो कि अस्ट्रेलियाको विभिन्न सञ्चार माध्यमहरूले गरेको सर्वेक्षणमा अबको प्रधानमन्त्री पलिन ह्यान्सन हुनुपर्ने र उनको पार्टीको लोकप्रियताको पारो पनि निकै बढ्यो। सरकारमा भएकै दल र विपक्षी गठबन्धन दलहरूको लोकप्रियता घट्न थाल्यो। त्यसपछि सरकारलाई पनि दबाब पर्यो। ओहो, अब त पलिन ह्यान्सनले खाइदिनु भयो, हाम्रो सत्ता जाने भयो, अब हामीले पनि केही न केही गर्नुपर्छ भनेर सरकारलाई दबाब पर्न थाल्यो आप्रवासीहरूको सङ्ख्या घटाउनका लागि। सरकारले मात्रै होइन, प्रमुख विपक्षी दल लिबरल र यसको गठबन्धनले पनि पलिन ह्यान्सनकै सिको गर्न थाल्यो। ओहो, जनता त त्यतातिर रहेछ भनेर विपक्षी दलले पनि त्यही खालको पोलिसी सार्वजनिक गरिरहेको छ र चौतर्फी रूपमा सरकारलाई यति बेला आप्रवासीहरूको सङ्ख्या घटाउनु पर्ने चाप बढेको छ। र खास गरी 2021 तिर चाहिँ जुन लकडाउन भएको थियो कोभिडको कारणले, त्यसपछि बोर्डर खुल्ला गर्यो। यति धेरै मान्छे आए कि एकै वर्षमा नेट ओभरसिज माइग्रेसन 5 लाखको हाराहारीमा पुग्यो। यो भनेको अस्ट्रेलियाको संरचनाले धान्नै नसक्ने खालको थियो। त्यसपछि साँच्चै नै रोजगारीको अभाव भयो, घरको समस्या हुन थाल्यो र त्यही विषयलाई विपक्षी दल र वान नेसन पार्टी जस्ताले ग्र्याब गर्ने कोसिस गर्यो र त्यही अहिले नेट ओभरसिज माइग्रेसन घटाउनका लागि सरकारले विभिन्न तरिकाहरू अपनाइरहेको छ। अब अस्ट्रेलियामा एकदमै धेरै आप्रवासी आउने मध्येको एउटा आधार हो, एउटा बाटो हो अन्तर्राष्ट्रिय विद्यार्थीहरू। अन्तर्राष्ट्रिय विद्यार्थीहरूको सङ्ख्या घटाउने बित्तिकै नेट ओभरसिज माइग्रेसन घट्न सक्ने सरकारको बुझाइ छ। त्यसैले अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई विभिन्न कडा नियमहरू गर्ने, विभिन्न नीति नियमहरू लिने, अनि त्यसपछि अहिले पछिल्लो समय त अस्ट्रेलियाभित्रै भएका अस्थायी भिजामा भएकाहरूलाई नै या स्किल्ड भिजामा जानका लागि पहिलो प्राथमिकता दिने भनेर पनि सरकारले घोषणा गरिसकेको छ। हुन त नेट ओभरसिज माइग्रेसनको सङ्ख्या निरन्तर घटिरहेको छ। पछिल्लो समय सार्वजनिक भएको विवरण अनुसार चाहिँ अहिले त्यो 5.5 लाखबाट घटेर 3 लाखको हाराहारीमा आइसकेको छ। सरकारले यसलाई 2,25,000 पुर्याउने भनेको छ। त्यो भनेको अझै धेरै घटाउनु पर्नेछ र त्यतिले मात्रै पुगेन रे। अब वान नेसन पार्टीले त 1,30,000 जति मात्रै बनाउने भनेर भनेको छ। अनि प्रमुख प्रतिपक्षीय दल र यसको गठबन्धनले चाहिँ अस्ट्रेलियामा वर्षमा जति घर बन्छ त्यो घरको सङ्ख्या जति मात्रै यो नेट ओभरसिज माइग्रेसन गर्ने भनेर पनि भनिरहेको छ। अवस्था यस्तो छ। अब अस्ट्रेलियामा चुनाव आउनका लागि सन् 2028 सम्म पर्खिनुपर्छ। मिति घोषणा भइसकेको छैन। अब चुनाव अघिसम्म आम जनताको मत
र विश्वास आफूतिर पार्नका लागि यी दलहरू, सरकारमा भएका दलहरू, विपक्षी दलहरू र कुनामा रहेका दलहरू सबैले आफ्नो रोटी सेक्नेछन् र त्यो रोटी सेक्ने क्रममा अन्तर्राष्ट्रिय विद्यार्थीहरू चपेटामा पर्नेछन्। यो कारण हो। अब यसमा विद्यार्थीको दोष मात्रै भन्ने हुँदैन। त्यसैले अब तपाईँहरूले राइट समय पर्खिनु पर्यो। अस्ट्रेलियाको राजनीतिक धार कता गइरहेको छ हेर्नु पर्यो। अस्ट्रेलियामा आइटी पढिरहेकाहरूलाई जागिरमा जानका लागि टेक स्किल इन्स्टिच्युटले जब रेडी प्रोग्राम गराइरहेको छ। यो पढेर पनि तपाईँले जागिर पाउनु भएन भने आधा शुल्क फिर्ता गरिदिने टेक स्किलले जनाएको छ।